साँझ परेपछि चाहिँ मौसम यस्तो हुन्छ। तर दिउँसो कति धेरै घाम लागेको मेरो त आँखा राता पसिना आयो। ओहो स्कुलबाट फर्किनेला कति 12:30 बजीतिर छुट्टी हुन्छ हाम्रो, लगभग 1 बजीतिरसम्म त घर आइपुगिन्छ आधी घन्टामा। बाटोमा हिँड्नै नसक्ने, बाहिर निस्किन नसक्ने, के साह्रो घाम लागेको। अब हाजी गाजु लाग्न बाँकी छ, त्यसपछि झन् के होला हालत। अहिले त यस्तो छ यस चिची गाजुमै, त्यसपछि झन् बाहिर पनि निस्किन सकिन्न। अहिले त यस्तो छ हालत, रुममा एसी न त लागि बस्न सकिन्न। मोनस्टर किन्न पऱ्यो क्या। नेपालतिर यस्तो भेन्डिङ मेसिन आउने कहिले हो भने जानै भाइ। सबभन्दा मनपर्ने चाहिँ मलाई यो हो कि यस्तो सुविधा नेपालमा कहिले आउँछ होला भन्नुहोस् त। कति फेरि पैसा धेरै भएपछि खसिहाल्छौँ कि कहाँ लडा भन्नुभयो। यति खाएपछि अहिले खाएपछि भयो कि अब रात भेटले काममा जानु लाग्यो कि अहिले सबै यो खाइसक्नु त। 7 बजेको ट्रेन हो। मलाई 6:30 भएछ। म त किन पठेको यहाँ, एउटा ट्रेन त आइसक्यो होला। तर 7 बजी चढ ठिक्क हुन्छ मलाई, आधी घन्टामा 20 मिनटमा म ठक्क त्यहाँ स्टेसनमा झर्छु। त्यसपछि बसमा जाने हो कि आधी घन्टा मस्त यहाँ आनन्दले कस्तो मजा आउँछ यहाँ बस्नु। एकछिन बस्छु